जो व्यक्तिको यो आँखाको वरिपरि, आँखाको भित्र र आँखाको बाहिर भागमा यदि कोटी छ भने ती व्यक्ति कमलो मनका हुन्छन्, कोमल हृदयका हुन्छन्, भावुक स्वभावका हुन्छन्। सानो कुरामा पनि चित्त दुखाइहाल्छन्, झगडा गरिहाल्छन्, पिल आँसु पनि झारिहाल्छन्। यिनीहरूको सुखमा चाहिँ सम्पूर्ण सबैजना साथीहरू हुन्छन्, तर दुःख पर्दाखेरि चाहिँ एकान्तमा एक्लै एउटा कोठामा बसेर धुरु तरिकाले रोइरहन्छन्। तर यिनीहरूको आँसु भने कसैले पनि देख्दैन। यिनीहरूको आँसु मात्रै नदेख्ने हो, फेरि रोएर निस्किसकेपछि आँखा हेर्नुपर्छ, प्रभु किन चाहिँ रुनुहुन्छ तपाईँहरू। यिनीहरूले मनमा चाहिँ कुनै पनि कुराहरू अड्याउनै सक्दैन। कसलाई भनौँ, के गरौँ, कसो गरौँ भन्ने चाहिँ अनिवार्यमा भइरहन्छन्। यदि अड्याउनु पर्यो भने फेरि कसैलाई पनि भन्दैनन्, कसैलाई भन्दैनन् है, बरु आफू भोको रहन्छन्। कोही व्यक्ति खाने टाइममा यदि आइरहेका छन् भने बरु उनीहरूलाई खुवाउने, बरु आफू भोको रहने, यस्तो उदार हृदयका हुन्छन्, यानि कि दानी स्वभावका हुन्छन्। अलिकति धेरै कुराहरू चाहिँ मनमा सोच्ने, अनेकौं प्रकारको मनमा कुराहरू खेलाइरहने, यिनीहरूको पनि यो पटक्कै नराम्रो बानी हो। यी बानीहरू यदि छुटकारा यानि कि छुटाउन सक्नुहुन्छ भने तपाईँहरूको लागि धेरै राम्रो हुन्छ। अब भन्नुहोस् तपाईँहरूको कुन ठाउँमा कोठी छ, यो कुराहरू हजुरकोमा म्याच गर्छ गर्दैन, प्लिज कमेन्ट चाहिँ गर्न नभुल्नु होला। यस्तै भिडियोहरू यदि हेर्न चाहनुहुन्छ भने बायोमा युट्युबको लिङ्क रहेको छ, त्यो लिङ्कमा गएर सब्सक्राइब पनि गर्न सक्नुहुन्छ। हस्त राधे।